लगाएको र अर्को नलगाएको आँखाले बुबालाई हेरे। रिसाए झैँ उहाँले हजुरआमातिर हेर्नुभयो अनि मतिर हेरेर दबेको तर बलियो आवाजमा भन्नुभयो, बाबुले कहिले गाजल लगाउँदैन। बुबाको उपस्थिति र बलियो बोलीको कारण हजुरआमाले मेरो अर्को आँखामा गाजल लगाइदिइ नै सक्नु भएन। बुबाले मलाई गाली गर्नुहोला भनेर मैले हजुरआमालाई नै दोष लगाएँ। हजुरआमाले हो बाबु, म त मानेकै थिइनँ। हजुरआमाको आँखा झुके, मेरा उठे। केही नबोली बुबा सरासर आफ्नो कोठातिर जानुभयो। त्यसपछि भने हजुरआमाले मेरो अर्को आँखामा गाजल लगाइदिइ नै सक्नु भएन। लाग्यो बुबा मेरो बुबा मात्र होइन, मनोबल पनि हो। खुसी हुँदै म धारातिर दौडिएर गाजल लगाइएको दाहिने आँखा साबुन पानीले मिची धोएँ। त्यसपछि हजुरआमाको अगाडि आएर उभिएँ र मुस्कुराउँदै गाजल पखालेका आँखाले विजय भावमा उहाँलाई हेरेँ। हजुरआमाले अन्त हेर्नुभयो। लाग्यो मैले जितेँ, हजुरआमाले हार्नुभयो। हजुरआमाले मात्र होइन, मामुले पनि हार्नुभयो। भगवानले नछेडेका कान। एक दिन तपाईँले कक्षामा भन्नुभएको थियो, सौन्दर्यसँग नजोडिएको भए महिलाहरूले नाक कान छेड्ने थिएनन् र गहना पनि लगाउने थिएनन्। तपाईँको यो कुरा मलाई पटक्कै मन परेको थिएन। तपाईँलाई देखाएरै छोड्छु भनेर मैले मनमा नै कसम खाएकी थिएँ। म कहिल्यै पनि नाक कान छेड्ने छैन र गहना लगाउने छैन। सानोमा छोराछोरी दुवैको कान छेडिदिने चलन छ, तर मेरो छेडिएन। नछेडिनुमा पनि बुबाको ठुलै भूमिका छ। उहाँ भन्नुहुन्छ मेरो बाबुलाई कहिले काँडाले पनि नघोचोस्, तर मलाई काँडाले धेरै पटक घोचेको छ। सायद मेरो फुल जस्तै उमेरले फुलसँग मात्र खेल्न जानेको रहेछ। मामु भन्नुहुन्छ उमेर बढ्दै जाँदा काँडासँग खेल्न मात्र होइन, काँडालाई झेल्न पनि जान्नुपर्छ। अस्ति भर्खरको कुरा, टोलमा नाक कान छेड्न एकजना स्वर्णकार आएका रहेछन्। मेरो कान छेडिदिने भनेर सानीमाले ती स्वर्णकारलाई बोलाउनु भयो। कान छेड्दा दुख्छ भन्ने पिर लागेन, केटी जस्तै भइन्छ भन्ने पिर लाग्यो। हजुरआमा, तपाईँ र आफैसँग मनमनै गरेको अठोट पुरा गर्नु छ भन्ने लाग्यो। त्यसैले म मान्दै मानिनँ। सानीमाले जिस्काउनु भयो, कान नछेडेर केटा भइने रे, छेडेर केटी भइने रे होइन छोरी। आमाको पेटमा तिमीलाई भगवानले छेडेर केटी बनाइदिइसकेका छन्। हाहाहा। सानीमाले गर्नुभएको परिहास मलाई पटक्कै मन परेन। उहाँले मलाई चुनौती नै दिनुभयो, कान नछेडेकी केटीले त छोको भात पनि कसैले खाँदैनन्। दृढ भएर मैले भने, म कहिल्यै पनि छेड्दिनँ सानीमा, मैले छोएको अरूले नखाए सबै मै खाउँला। मेरो दृढतालाई हल्का रूपमा लिएर उहाँले भन्नुभयो, मेरी नन्दले पनि यसै भनेकी थिइन्, पछि त आफैले छेडेर आइछन्। मैले रोषपूर्ण भावमा भने, म तपाईँको नन्द हो र? सानीमाले फकाउनु भयो, होइन छोरी, तिमी मेरो दिदीको छोरी, म गर्जिएँ, म छोरा हो। कान त छोराले पनि छेड्छन्, तिम्रो प्यारो पुन्टुले पनि छेडेको छ। सानीमा र मामुले धेरै कर गरेपछि भगवानले नछेडिदिएका कान छेड्न तयार भए। स्वर्णकार मेरो